आज यो बर्खाको सबैभन्दा धेरै पानी परेको दिन होला यो एरियाको। अहिले म घोराई 18 अम्बिकेश्वरी, यो अम्बिकेश्वरी मन्दिर मेरो ब्याकग्राउन्डमा जो देखिरहेको छ यो अम्बिकेश्वरी मन्दिर हो। यता माथितिर बयल डाँडा, अलि माथि घरदौरा, अनि यतातिर चाहिँ यो हात्ती खर्क, यो पारीको मसिना हो। मसिनाको गाउँ देख्न सकिन्छ। त्यो अझ माथि गएपछि सैगा। आज वर्षकै सबैभन्दा धेरै पानी परेको दिन होला। पानी राम्रो परेको छ, मौसम शीतलता छ, एकदमै शीतलता छाएको छ र देख्दा पनि एकदम हरियाली देखिन्छ। पानी आएर आज खेतमा चाहिँ यता देख्न सकिन्छ, कुलोमा पनि राम्रो पानी आइरहेको छ। खेतमा त्यहाँ पानी भरिएको छ, एउटा खेतमा त्यहाँ देख्न सकिन्छ। अलि माथि म यो जुम गरेर देखाउँछु, खोलो चाहिँ त्यति हो, त्यो आइरहेको छ त्यहाँ। त्यो यो मेरो टाउकोको माथि देख्न सकिन्छ, यति नै खोलो। तर मौसम चाहिँ एकदम सफा आनन्द छ है।